सुरुमा ग्रामीण क्षेत्रका महिलामा स्वास्थ्य सुविधा लिन सक्ने बनाउने र अधिकार सम्बन्धी जानकारी लिन सक्ने बनाउने, घरेलु हिंसा विरुद्ध उभिन सक्ने बनाउने र पाठेघर खस्ने समस्याबाट उपचार सेवा दिने उद्देश्यले काम थालिएकोमा हाल आरएचडिपीले निकै उपलब्धि हासिल गरिसकेको परियोजनाकी डिस्ट्रिक्ट प्रोजेक्ट कोअर्डिनेटर शान्ति श्रीषको भनाइबाट प्रष्ट हुन्छ। स्वास्थ्यको लागि चाहिँ उहाँहरूलाई जनचेतना वृद्धि गरेर उहाँहरूलाई चाहिँ स्वास्थ्य सेवा लिनको लागि चाहिँ सक्षम बनाउनको लागि आएको हो भने, अर्को चाहिँ दोस्रो लक्ष्य चाहिँ यहाँको महिला सम्बन्धी सेवाहरू चाहिँ गुणस्तरीय बनाउने दुईटा लक्ष्य लिएर ग्रामीण स्वास्थ्य विकास परियोजनाले काम गरिरहेको छ। पहिलोचोटि म आउँदाखेरि कुनै पनि मिटिङहरूमा हेर्न गयो भने, कुनै पनि कार्यक्रमहरूमा बाहिर निस्किने कार्यक्रमहरूमा चाहिँ पुरुषहरूको मात्रै सहभागिता देखिन्थ्यो, महिलाहरूको सहभागिता देखिन्थेन। उहाँहरू चाहिँ घरमै चुलो चौकामा नै सीमित हुनुहुन्थ्यो। त्यस्तै गरेर उहाँको यो एउटा महिला सम्बन्धी समस्या उदाहरणको लागि चाहिँ पाठेघर खस्ने, उहाँहरू त्यो भन्नलाई एकदमै लाज मान्नुहुन्थ्यो। उहाँहरूलाई त्यो अरूले भने सुन्यो भने चाहिँ यो लाज हुन्छ, हामीलाई गीत गाउँछन् भन्ने किसिमको अवस्था थियो भने अहिले उहाँहरूले चाहिँ त्यो सजिलैसँग भन्नुहुन्छ उपचारको लागि। त्यसको साथसाथै महिलाहरू चाहिँ अहिले धेरै चाहिँ सशक्तिकृत भएको छन् स्वास्थ्यको क्षेत्रमा, अनि उहाँहरूको अधिकारको क्षेत्रमा एकदमै सशक्तिकृत गराउने काम चाहिँ हामीले गरेका छौँ। त्यस्तै गरेर महिलाकै स्वास्थ्यमा हुने विभिन्न किसिमको समस्या जस्तै घरेलु हिंसा, त्यस्तै गरेर पाठेघर झर्ने समस्याहरू चाहिँ यहाँ पहिला त्यस्तो किसिमको उपचारको खोजको कुनै पनि कामहरू भएको थिएन र हामी आइसकेपछि चाहिँ यो काम धेरै उजागर भएको छ र अहिले अरूले पनि यो गर्नुपर्छ भन्ने किसिमको सन्देश गएको छ। यो आमा समूह चाहिँ म अलिकति ब्याकग्राउन्ड भन्नुपर्दा 2045 सालदेखि नै आमा समूह त बनेको थियो, तर सक्रिय रूपमा चाहिँ कार्यक्रम भएको थिएन। यो आरएचडिपीले थप उहाँहरूलाई जनचेतना दिइसकेपछि अहिले यो आमा समूह चाहिँ गाविसको सञ्जाल बन्यो र गाविसदेखि आएर अहिले चाहिँ जिल्ला स्तरीय सञ्जाल बनेको छ। यो जिल्ला स्तरीय सञ्जालको उद्देश्य चाहिँ यो समग्र जिल्लाभरिको महिलाहरूको लागि चाहिँ हक, अधिकार र स्वास्थ्यको बारेमा हेर्ने उहाँहरूको एउटा उद्देश्य रहेको छ। यो चाहिँ नेपालमै पहिलोपल्ट हो कि अन्य जिल्लाहरूले पनि सिक्न योग्य छ। सधैँभरि सुरक्षित मातृत्वको लागि काम गर्ने आरएचडिपीले 2068 सालमा मन्थलीमा 1 र रुम्जाटारमा 2 वटा शिविर राखेर ओखलढुङ्गाको 250 जना महिलाहरूलाई पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया गर्न सहयोग गरेको थियो। यसरी सदैव महिलाहरूको स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने आरएचडिपीले सधैँभरि यी यस्ता कार्यक्रमहरू गरि नै रहोस्। परियोजनाले छोडेपछि पनि स्वास्थ्य आमा समूह सञ्जाल, स्वास्थ्य व्यवस्थापन समिति, स्थानीय स्वास्थ्य संस्था, गाविसहरू, जिल्ला विकास समिति र ओखलढुङ्गा जिल्ला स्वास्थ्य कार्यालयले आरएचडिपीले थालेको नवीनतम राम्रा अभ्यासहरूको निरन्तरता दिइरहन सक्षम होस्, हाम्रो शुभकामना छ।